Hey guys, what's up सबैजनालाई? Today I'm going to show you how to open 6th builder in the CUC. सबैजनाले सुरुमा चाहिँ टाउन हललाई चाहिँ बिल्डर हललाई लेभल 9 मा पुर्याउनु पर्ने हुन्छ एन्ड देन लेभल 9 मा पुर्याइसके पछाडी BOB कन्ट्रोल गर्ने हुन्छ त्यसलाई चाहिँ हामीले झिक्नु पर्छ अनि त्यसलाई चाहिँ स्वत लाएर झिकिसके पछाडी एउटा अपग्रेड गर भन्ने अप्सन आउँछ अपग्रेड गर्दाखेरि के गर्ने थाहा छ अपग्रेड गर्दाखेरि चाहिँ सुरुमा भनेको चाहिँ हामीले गर्नुपर्ने हुन्छ के त भन्दाखेरि चाहिँ होम भिलेजमा तीनटा त हुन्छ नि डबलवाला बोर्ड त्यसलाई चाहिँ अपग्रेड गर्नुपर्ने हुन्छ ट्याक्क होम भिलेजमा जाने होम भिलेजमा गइसके पछाडि एउटा मोर्टल हुन्छ एउटा आर्चर टावर हुन्छ अनि एउटा कानन हुन्छ यो तीनटालाई चाहिँ हामीले चाहिँ बिल्डर बेसको तरिकामा चाहिँ डबलवाला अपग्रेड गर्ने त्यस पछाडि पाला आउँछ ट्रुप्सको हामीले बिल्डर बेसमा चाहिँ टक्क लाएर एउटा ट्रुप्सको चाहिँ 18 लेभल पुऱ्याउनु पर्ने हुन्छ आफ्टर 18 लेभल पुऱ्याइसके पछाडि के गर्ने त भन्दाखेरि चाहिँ अर्को अप्सन हुने हुन्छ हाम्रो बिल्डर हबमा चाहिँ दुईटा जुन हिरोज हुन्छ एउटा हुन्छ ब्याटल मासिन अर्को के अनि अर्को ब्याटल कप्टर के जातो भन्ने हुन्छ दुईटालाई जोडेर चाहिँ 45 पुऱ्याउनु पर्ने हुन्छ अनि लास्ट अप्सन भनेको चाहिँ हाम्रो डिफेन्स लेभललाई चाहिँ 9 लेभलमा पुऱ्याउनु पर्ने हुन्छ त्यस पछाडि खुलिन्छ हाम्रो बिल्डर हल अनि त्यस पछाडि हामीसँग हुन्छ कतिवटा भन्दा त 6 वटा बिल्डर अनि त्यस पछाडि 6 वटा बिल्डरलाई गुड